तिमीले हात दिनु सिकायौ, अब म यो ब्यानर कसरी च्यात्ने त्यो सिकाउँछु। एक्सक्युज मी, नेपालीमा भन, अंग्रेजी बुझ्दिन। वार्ताको टेबलमा एकचोटि बस्दै नि त। यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ? पछाडिको 6 वटा त मैले दिया हो, अगाडिको 4 कसले दिएछ? आर यु कमेडी मी? ओइ, भोलि तिमीहरूको बिहान के गर्ने प्लान छ भन त? पियानो उठ्ने, मुखजुनी, बम पड्काउने। 4 बम। पानी त आउँछ। कहिले आउँछ? मरेपछि। आज मर्यो कान्छ, भोलि पानी खान्छ। प्लिज मलाई हेल्प गर्नु। बस। थ्याङ्क यू। रेडियो नेपालको बिहानको सम्पूर्ण प्रसारण यही सकिन्छ। जय नेपाल। खाइबक्सोस् नजुर, खाइबक्सेन भने मरिबक्सन्छ। अब त चाउ चाउ खाऊ। चाउ चाउ हुट्याउँछ। ए 50 लाखमा 10 रुपैयाँ त्यो चाउ चाउ पनि छोड। यस्तै त हो नि पोरो, जहिले यस्तै त म आरे नि आमा। ओए, ठाउँको ठाउँ नथित न। मैले मात्र कबड्डी खेलेर भयो, मेरो बच्चाले चाहिँ खेल्नु पर्ने। तिम्रो एउटी गइन्जास। काजी साहब नमस्कार। अब तेरो बिहा गर्नुपर्छ छोरा। हुन्छ हो आमा, तर सहान ल्याए अर्कैले सही ल्याउँदो रहेछ। यसपालि पनि एसएलसी फेल। अब यता चाहिँ पास हुन्छ हैन त? लुगा नापेर आएको कि आगो तापेर आएको? अनि पुष्पाजीले पुष्पाजीले माथि चढ भन्नुभयो। के भनिस्? रुखा माथि चढ भन्नुभयो।